listen, lady, look. Ever since she started hating, I've been waking up too early. I miss our crazy hazes in the middle of the night. Watch the stars from different places, and the phases we call love won't ever start to change. But do you ever wake up feeling like? Hi guys, welcome back to my channel. Thank you so much for watching. Welcome to another vlog. Today's vlog is all about my dad's celebration. So today is March 11 and today is my dad's birthday. He is 56. He turned 56 today. Nobody believes my dad is 56. He looks 40 or 45. 50 below नै देखिनुहुन्छ अनि every single thing थाहा हुन्छ. He's so conscious about his health. I just wish to celebrate his 100th birthday. You guys always want to see my dad. He's everyone's favorite. He's always cheerful, always funny. Every kid's adult, बुढोपाको सबैजनाले रुचाउनुहुन्छ. And you guys always want to see my dad. So I thought why not to film अलिकति सानो celebration छ घरमा, dinner हल्का सानो घरमा नै. My mom is cooking right now and my brother and my sister-in-law is doing a little decoration. Let's wish him a very happy birthday and let's pray for his long life. Thank you so much for watching, you guys. Let's continue with today's vlog. Oh my god. Daddy here or उनका birthday party युट्युबर हुनको चाहिँ एउटा फाइदा छ क्यामेरा लिएर बसेपछि काम गर्नु पर्दैन युट्युबर हैन युट्युबे 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 अनि फाइदा छ Yeah. Yeah. Crispy chicken. To make a artist. Go down. यहाँ आउनु नि त यहाँ अगाडि आएर Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Daddy. Happy birthday to you. Happy birthday. अब केक काटिङ गर्नुस् Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Daddy. Happy birthday to you. चलो जरा ले आओ Happy birthday, Raja. हाम्रो भिनासको नाम त राजा मैले त बल्ल आज Happy birthday. 1 2 पनीर ल ल जान ला ला हेरेर खाएको
पनि चलिरहेछ ल मम्मीले त कट गरेर भन्नु कहाँ हेरेको तिमीले यता हेर तिमी आइदिनु के ल आउ मेरो सानो मासु दिन्न अहिले ओए मम्मी जोए के भयो सबलाई खुवाइदिनु मलाई नखाइदिनु ल तिमीलाई नि खुवाइदिनु यति चलाइदिनु न कहिले निकालेर खाइदिनु ए फिफी नहिन्छ मलाई किन होइन र किन गर्मी पो भयो त आर यु नर्भस एकदम गर्नु भयो डेलीलाई खिच्ने कि नखिच्ने अरे अब डेलीलाई खिच्ने कि नखिच्ने खिच्ने होला र ल फरक पर्दैन होइन मलाई त गर्मी पो भयो त त्यसैको माथि यो हानेको बत्तल नखसालिकन पैसा निकालेर के हुन्छ त्यसपछि होइन पैसा निकाल अरे ल तर चिसो भयो के नभइदिनु होला चिसो भयो होइन मैले सुकाएर निकाल यो त बत्तल ननिकालिनु त हुन्न बत्तल यही पैसा निकाल्नु पर्यो अरू निकालेर हुन्न बत्तललाई नपल्टाइकनै पैसा निकाल्नु पर्यो कि किन निकाल्ने होइन बत्तल छोए पनि दिएर पनि त्यो बत्तल पल्टाउन भएन त्यो पैसा निकाल्नु पर्यो कि दुईटा बोतल चाहिँ सुरु भएन बत्तल पल्टाउन भएन के सुन्त त्यसो भए पैसा तानेर हुन्छ दिएर हुन्छ पैसा होइन के पैसा यसरी निक्लिनु टाइपको अर्को केही हुन्छ थियो भने यस्तो समात्ने यस्तरी कस्तो अरे फिफिला लाग्यो कुन चाहिँ हात थियो राइट हात बत्तला नगरी यस्तो उ गराएर यस्तो एउटा वाला झ्याप्पै हेरेर बिचमा अलि फास्ट ढिला गरेर यसलाई हो त्यस्तो ढिला गराउने 1 2 3 यता डर नलागिकन मेरो जन्मदिनको दिन सबैले मलाई बधाई दिने सबै मित्रजनहरूमा मेरो छोरीको युट्युब च्यानल हेर्ने सबैजनाहरूलाई धेरै धेरै धन्यवाद र साथमा धेरै मुरी माया यति धेरै माया पाउँदा म धेरै धेरै नै खुसी छु धेरै धेरै धन्यवाद भन्न चाहन्छु